कार्य गर्नु पनि देशमा उद्यम मचाउनु पनि तोडफोड आगजनी गर्नु पनि यो सम्पूर्ण जिम्मेवारी नेतृत्व भन्नेहरूले लिनुपर्छ र तुरुन्त प्रहरीले तपाईहरुलाई हत्कडी लाउनुपर्छ। त्यो तपाई के लयर हो? म एउटा देशको जिम्मेवार व्यक्ति हो। कसरी जिम्मेवार? तपाईको क्वेशन नै यो इरेस्पोन्सिबल क्वेशन। कसरी इरेस्पोन्सिबल? कसरी रेस्पोन्सिबल? तपाईले नेतृत्व लिएपछि तपाई जिम्मेवार बन्नु पर्दैन? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईले म नेतृत्व तपाईले के बोल्नु भएको भन्नुस् त? यत्रो पत्रकार तपाईले बोलाउँदैन रहेछ। खैर एउटा प्रश्न के क्वेशन गर्नु भएको? तपाईको नैतिकताले उहाँले के हो? एउटा यो देश आज जुन स्थानमा छ नि तपाईहरु जस्ता अराजक व्यक्तिहरुले गर्दा कुन आधारमा भन्नु? कुन आधारमा? कुन आधारमा भन्नु? यत्रा तोडफोड आगजनी यत्रा तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? जिम्मेवार तपाई बन्नुपर्छ। मलाई चाहिँ म अक्युज हो भनेर भन्यो। एउटा प्रश्न छ के मेरो? किन होला हो भन्ने त कसैले तपाई नेतृत्वकर्ता बनेर आइराख्नु पर्छ। तपाई जिम्मेवार हैन। संसारमा सत्ता भनेको जित्नेले चलाउने, चाहे त्यो आन्दोलनबाट जित्नेले होस्, चाहे त्यो मतदानबाट जित्नेले होस्, हैन, चुनावबाट जित्ने होस्, तख्तापलट गरेर जित्ने होस् या मतदानबाट चुनावी प्रक्रियाबाट जित्ने होस्, सत्ता जित्नेले चलाउने हो, हैन? यो संसारको वर्ल्ड वाइड नियम हो, यो रुल हो।